फेरि पनि नमस्कार। तपाईको यात्रा हुँदैछ निशान भण्डारीसँग र तपाईँ हेर्दै हुनुहुन्छ कान्तिपुर लाइभ फ्रम युके विथ शान्ति नेपाली समाज प्रोग्राम। पहिले त यस कार्यक्रमका सभापतिज्यू तथा प्रमुख अतिथि र अन्य सङ्घ संस्थाबाट पाल्नुभएका पदाधिकारीहरू अनि यस कार्यक्रममा उपस्थिति हुनुभएका सम्पूर्ण बाबुआमा दाजुभाइ दिदीबहिनीहरूलाई मेरो फेरि पनि नमस्कार। आउँदै गरेको नयाँ वर्ष 2070 सालको हार्दिक मङ्गलमय शुभकामना र तपाईँहरूको 2070 साल पलोस् फुलोस्, यही छ मेरो शुभकामना। र सबैको खेला नपालिकन म मेरो विषयवस्तुतिर जान चाहन्छु र मेरो टपिक त हजुरलाई थाहा नै भइसक्यो होला। यो छ नेपाली कलाकारहरूको हाजिर जवाफ प्रतियोगिता र अब म मेरो पहिलो प्रतियोगीलाई बोलाउन चाहन्छु र उहाँ हुनुहुन्छ एनी चोङ। नमस्कार नमस्कार नमस्कार। सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ। तपाईँले उहाँलाई चिन्नुभयो? फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। गायककार एनी चोङ। खै कस्तो कसरी नचिनेको है। अनि सन्चै हुनुहुन्छ? सन्चै छु। अनि हजुर? मलाई पनि सन्चै छ। अनि युके भ्रमण हजुरलाई कस्तो लागिरहेको छ? एकदमै राम्रो। एकदमै राम्रो मात्र? धेरै नै राम्रो, धेरै नै। अनि मेरो साथीहरूलाई के भन्न चाहनुहुन्छ हजुर? यानि कि हाम्रा पाहुनाहरूलाई के भन्न चाहनुहुन्छ हजुर? मजा गर्नुहोस्, राम्ररी सबै मनाउनुहोस्। थ्याङ्क यू भेरी मच। र फेरि पनि एकचोटि ताली दिएर एनी चोङलाई स्वागत गर्नु हाम्रो यो प्रोग्राममा। क्यान टेक ए सिट प्लिज? थ्याङ्क यू। र अब म दोस्रो प्रतियोगी यानी कि नेपालकी चर्चित नायिका रेखा थापा। सन्चै हुनुहुन्छ? अनि हजुरलाई कस्तो लागिरहेको छ युके भ्रमण? धेरै रमाइलो? धेरै एक्साइटेड नहुनु है फेरि। ल थ्याङ्क यू भेरी मच फर कमिङ टु आवर प्रोग्राम। क्यान यू प्लिज टेक अ सिट? थ्याङ्क यू। अब म हाम्रो तेस्रो प्रतियोगी काकाकुल काइला। कसरी चिन्नुभएको छ काकाकुल काइलालाई? अब चिन्नुभयो? हाम्रा किनभनेका कवि महोदय काकाकुल काइला। नमस्कार सबैजना। अनि महोदय सन्चै हुनुहुन्छ त? सन्चै छु महोदय। ए अनि हजुरलाई युके भ्रमण कस्तो लागिरहेको छ त? युके भ्रमण त अब फर्स्ट टाइम आएको, यस्तो जाडोमा धेरै नै ठन्डी छ यस्तो बुढो मान्छे। ए अनि हाम्रो महानुभावहरूलाई हजुरले के कविता लेख्नु भएको छ त? एउटा लेखेको थिएँ। कविताको बोल छ नेपाली युकेमा भएका नेपाली। मनको व्यथा मनमै राखी बस्नुपर्ने पीडा कस्तो, मनको व्यथा मनमै राखी बस्नुपर्ने पीडा कस्तो, जिन्दगी यो नेपालीको युकेमा धेरै सस्तो। प्लिज। दया छैन माया छैन मन लागे हरण गर, दया छैन माया छैन मन लागे हरण गर, लाज छैन शरम छैन राम्रो लागे वरण गर। रोबोट मसिनाको रोबोट झै भए मान्छे किन यस्तो, मसिनाको रोबोट झै भए मान्छे किन यस्तो, जिन्दगी यो नेपालीको युकेमा धेरै सस्तो। धन्यवाद धन्यवाद धन्यवाद।
धन्यवाद र अब तपाईँ आफ्नो सिटमा गएर बसिदिनु हुन हार्दिक अनुरोध गर्दछु ल मौज गर्नु होला सबैजना। र अब म चौथा प्रतियोगी यानि कि हाम्रा नेपालका के भनौँ अब डन भनौँ कि चोर भनौँ डनै भनौँ हाम्रा बाबु बुले डन सर सन्चै हुन्छ के को सन्चै म त बिन्दास हो बिन्दास। ए अनि हजुरलाई त 12 मुलुकले खोजिरहेछ अरे किन त्यस्तो म अब मान्छेसँग त्यस्तै परेर ए हजुरले त आफ्नो दुईटा सेक्युरिटी गार्ड नि ल्याउनु भयो रहेछ। यो चाहिँ मेरो छोटा डन मेरो बडा डन। अनि छोटा डन सन्चै हुनुहुन्छ अनि बडा डन बाँचिरहे आम्मो त्यो कपाल के हो तपाईँ कपाल किन त्यस्तो बनाउनु भएको यो हाम्रो कस्तो भनेर हो। अनि बाबुले मलाई कस्तो लागिरहेको छ त युके भ्रमण अब यहाँ आउँदाखेरि सबै रमाइलो लागेको छ होइन। अनि अहिले मैले सुन्दै थिएँ है हजुरलाई पुलिसले खोजिरहेछ अरे नि यहाँ नि किन होला त्यस्तो अब हेर्नु मेरो बानी जहाँ गयो त्यसलाई ठोकिदियो अब त्यस्तो भएपछि सबले आइहाल्छ नि। मलाई चाहिँ नहाल्नुलाई मैले अलिक प्रश्न गाह्रो गरेँ नि मलाई नमार्नुलाई अलि टाढा प्लिज हजुर बसिदिनु न हात बनाउनु गर्दछु क्या सही है मेरो त पछि नै आयो। अब म हाम्रा अर्का कलाकार उहाँ हुनुहुन्छ नेपालका चर्चित नायक र सबैलाई थाहा छ उहाँको सुन्नुहुन्छ यो हात साथीको लागि सलाम हो र यो हात साथीको लागि सरी साथीहरूका दुश्मनको लागि सलाम हो राजमान ल भाइ गरे हो तिमीले सन्चै हुनुहुन्छ राजेश दाई एकदम सन्चुरमा यहाँ आउँथ्यो भयो ढाका। ए अनि हजुरलाई युके भ्रमण कस्तो लागिरहेको छ त युके भ्रमण चाहिँ एकदम राम्रो रहेछ है एकदम जाडो रहेछ एकदम रमाइलो रहेछ युकेमा। अब नेपालमा त अब हरियाली देखिरहेको मान्छे अब यहाँको जताततै गाडी नै गाडी गुल्किरहेका छन् त रमाइलो छ। ए अनि हजुरले हाम्रो साथीहरूलाई के भन्न चाहनुहुन्छ त अब साथीहरूलाई के भन्न चाहन्छु भन्दाखेरि सर्वप्रथम यहाँ उपस्थित हुनुभएको लेडिज एन्ड जेन्टलम्यान भन्दाखेरि नेपालीमा अलि आउँदैन फेरि मलाई र मैले चाहिँ भन्न चाहन्छु कि यहाँ नयाँ सालको उपलक्ष्यमा सुखदमय हार्दिक मङ्गलमय शुभकामना। आशा गर्दछु तपाईँलाई अब यो 2070 सालले तपाईँको जीवनमा धेरै राम्रो परिवर्तन ल्याओस् धेरै खुसियाली ल्याओस् यति नै भन्न चाहन्छु। थ्याङ्क यू भेरी मच धन्यवाद। अघि मलाई एउटा बहिनी सोध्दै हुनुहुन्थ्यो के भयो भन्नुहुन्थ्यो question गर्न सक्छु हजुरलाई हुन्छ उहाँले भन्दै हुनुहुन्थ्यो कि राजेश दाइले अहिले त बिहे किन नगर्नु भएको किन होला त्यो यहाँ बाटोमा भनेले नि सोच्दै हुनुहुन्छ होला राजेश हमालले अहिले त किन बिहे नगरे होला यो चाहिँ एकदम मलाई थाहा नै भएको थियो तपाईँले सोध्नुहुन्छ भन्ने म धेरै इन्टरभ्यूमा गएँ सबैले यो क्वेसन चाहिँ राख्नुहुन्छ तर म यसको लागि म एकदम प्रिपेयर भएर आएको छु। के भन्नुहुन्छ भन्दाखेरि यो चाहिँ कुरो हाम्रो नेपाल देशको अब तपाईँले हेर्नुहोस् हाम्रो देशमा केही नयाँ परिवर्तन विकास केही आएको छैन। अब चाहिँ मैले त्यस्तो नेपालको हालत मैले आफ्नो जीवनमा कसरी परिवर्तन ल्याउन सक्छु र आफै भन्नुहोस् त। थ्याङ्क यू भेरी मच राजेश हमालजी र अब तपाईँ आफ्नो सिटमा गएर बसिदिनु हार्दिक अनुरोध धन्यवाद। अब म हाम्रा अर्का प्रतियोगी यानि कि हाम्रा नेपालका चर्चित कलाकार लाखे कता देखाउँछु यता चाहिँ एकदम ह्यान्डसम लक्का जवान छु है कता देखाएको तैँले 1940 मा मैले जितेर टकमा ल्याएको है म देखाउँछु भनेको यो बुढीले धुन पो राखिदिन्छ अब भन् त के सन्चै हुन्छ एकदम आरामै छु एकदम गाउँबाट भर्खरै फर्केर सहर आएको है सहरमा जाडोले धन्नै मार्यो यत्रो पुरा सुरुमा लाउँदाखेरि जाडो छिर्ने हजुर। अनि अघि मैले सुनेको नि हजुर प्लेनमा के भएको थियो प्लेनमा म आउँदै थिएँ है मैले एकदम राम्रो मैले एयर होस्टेल देखेँ है
त्यसपछि मैले के भने नि वाटिजियो नि गालामा थिएँ भनेको त बुझ्दै पऱ्यो नि त। अनि हजुरलाई अहिले युके भ्रमण कस्तो लागिरहेको छ त? युके भ्रमण भन्ने अब यता हेर पुल धेरै छन् है, राम्रा राम्रा पुल छन्, तर पिसाब गर्ने चाहिँ कोही छैन नेपालमा जस्तो। त्यसैले मलाई नेपालै राम्रो लाग्यो। अनि हजुरले केटीको कुरा गर्नु को हो त्यस्तो केटी? केटीको कुरा त 19 फाउन्टेन मेरी बुढियालाई मैले पहिलोचोटि प्रपोज हानेको थिएँ है। गालामा झापडको खाइयो, तर मैले हार मानेन है। 2-3चोटि प्रपोज हान्दा पो हारै मानेन त मैले 2-3चोटि प्रपोजै हाने है। लास्टमा किन हार माने किन यस भनेन भनेको त अर्कै बुढी परेछ। ओहो यस्तो नि हुन्छ भाइ? हुन्छ धेरै बोल्न सक्दैन, आखिर मलाई बचाइहाल्छ हो। होइन हजुरसँग त बोल्नै मन छ। होइन मेरो घाँटी सुकेछ भर्खरै यसो बुझिस् नि है। ल हजुर पनि आफ्नो सिक्न गएको ल, धन्यवाद। र अब म हाम्रा अन्तिम प्रतियोगी नेपालका फुटबल टिमका क्याप्टेन सागर थापा। नमस्ते सन्चै हुनुहुन्छ सागरजी? एकदम सन्चै, सबैलाई नमस्कार है। अनि तपाईँलाई युके भ्रमण कस्तो लागिरहेको छ त? एकदम जाडो छ, अब नेपालमा गरममा खेल्नु जाडोमा त फुट्दै नगरेर काठी भइरहेको छ। अनि 9 गोल हजुरले 9 गोल खाँदा हजुरलाई कस्तो लागिरहेको छ त? यति खुसी लाग्छ। आज 9 गोलले गर्दा म यहाँ छु। यदि मैले 9 गोल हामीले 9 गोल खाएको भए आज म यहाँ हुन्थिनँ होला, कतै नेपालमा फुटबलमा खेलेर बसिरहेको हुन्थ्यो। आज 9 गोल खाएर यति चर्चित भयो, विश्वले चिनेको छ। भविष्यमा 18 गोल खाएर हामी युएसए पनि जान्छौँ। अनि हजुरले गर्लफ्रेन्ड बनाउनु कसरी बनाउनु छैन नि? यस्तो कुरो नगर्नु यार। ल अनि दर्शकको मायाले गर्दा म आज यहाँसम्म पुगेको छु। अब दर्शकको लागि हल्का कोसेली लागेको छु। हाम्रा प्लेयरहरू उहाँ जगजित जोमानुले पठाएका छन्। यति चर्चित भयो 9 गोलले त लाइभै बनाइदियो यार। यसो दर्शकलाई कोसेली के ल्याउनु भएको छ त? हल्का के होला त्यो चाहिँ? हल्का पाउँछ यहाँ 9वटा छ। 9 गोलको एकदम खुसियालीमा बाँड्न चाहन्छु सबैलाई। यो चाहिँ पहिलो गोल खाँदाको खुसियाली यति खुसी भएन। अनि अब तपाईँले कति प्रगति गर्न खोज्नु भएको छ त? अब हामीले गोल हाल्नु भन्दा नि हामी प्रगति गर्छौँ। अब हजुरलाई थाहा तकलिफमा हुनुहुन्छ कतिजना सेवार हो। हजुरले हामी गोर्खालीको अरूले हामीले रुवाएर कहिले हाँस्न चाहन्नौँ। हो हामी गोर्खाली भनेको रौनीहरू काट्छन्। बुझ्नुहुन्छ तकलिफले। अब हामी कसैलाई कहिले पनि जित्दैनौँ। उनीहरूलाई खुसी पार्नु लागि हामी 18 गोल थप्दै जान्छौँ। र हाम्रो भाइ प्लेयर जस्तै देखिएका छन्। भोलिपर्सि फ्युचरबाट नेपाललाई खेल्न पर्छ। 18 गोलभन्दा धेरै हान्न पर्छ भाइले। थ्याङ्क यू भेरी मच। अनि तपाईँ मैले सुनेको थिएँ समाचारमा तपाईँ विदेश जाँदाखेरि 9 गोल खानुभयो अरे, तर नेपालमा आउँदाखेरि चाहिँ 0-0मा राख्नुभयो अरे, किन होला त्यस्तो भएको? अब हजुरलाई थाहै छ अब त्यो थोपा ठेकी खाने। अब जोर्डनमा गएर खेलेको हजुर पिच जम्मो छ, बल गुडियागुडी गर्छ। फुटबल भनेको प्लेयर र बल दौड्नु हो। अब प्लेयर दौड्न पाएन बल दौड गर्छ। हामीले के गर्नु? अब नेपालमा खेलेकोमा इन्द्र भगवान्ले पानी झार, मुसलमानको देशमा काँडा भगवान् आउनु, भगवान्ले त पानी झार्न सक्दैन, हामी त चेला हो हजुर, काँडा गोल हान्नु। ल धन्यवाद। हामी सागर थापा सरलाई सिट थ्याङ्क यू। अब म हाम्रो हाजिर जवाब प्रतियोगितातिर लम्बन चाहन्छु। र पहिले म यो हाजिर जवाब गर्नुभन्दा पहिले रुल्स भन्न चाहन्छु। र रुल रहेको छ, तपाईँहरू चिटिङ गर्न पाउनुहुन्न। ल कसैले ताली नै बजाएन, चिटिङ गर्न पाउनुहुन्न भनेको ल
कपी मगाउँदै त्यो कपी त्यो ब्याग अलिक साइडमा राखिदिनु चिटिङ गर्न सक्नुहुन्छ हजुरले अलिक साइडमा राखिदिनु पऱ्यो नि रुल त तोड्नु भएन नि starting from the first question यो रहेको छ फिल्मी सेक्टरको फिल्मी सेक्टर कहाँ हुनुहुन्छ यहाँ हुनुहुँदो रहेछ यहाँ पनि हुनुहुँदो रहेछ सरी मैले काजीले देख्नै सकेन ल हाम्रो राज आमाजीलाई पहिलो प्रश्न हजुर